जिन्दगी जिउने क्रममा सधैँ सजिलो मात्र हुँदैन, आफूले सोचे जस्तो अनि हामीले कल्पना गरे जस्तो मात्रै पनि हुँदैन रहेछ। यो यात्रामा आफूले सोचेको भन्दा नसोचेको नै बढी भइदिन्छ। यात्रा अघि बढिरहँदा दोबाटोमा कोही भेटिन सक्छ। केही समय सँगै यात्रा गर्दा खै कतिखेर मन साटिन्छ थाहै हुँदैन। हो, यस्तै केही भएको छ तिमीसँग। भेटेकी हौ त्यही परको दोबाटोबाट यो यात्रामा सहयात्री बनेर। खै कतिखेरबाट यो मन तिमीमा रमाउन पुग्यो थाहै भएन। म त एक्लै यात्रामा हिँडिरहेको मान्छे, आफ्नै लक्ष्य आफ्नै गन्तव्य, पर पुग्नु थियो मलाई र हिँडिरहेको थिएँ आफ्नै गतिमा। कहिले बिस्तारै बिस्तारै अनि कहिले अलि रफ्तारमा हिँडिरहेकै त थिएँ। सुनेको थिएँ यात्रामा कोही एक्लो हुँदैन भनेर, र हो पनि यात्रामा कोही एक्लो हुँदैन। केही समयका लागि कोही भेटिन सक्छ अनि अलि पर पुगेपछि छुट्टिन्छ। यस्तै भइरहन्छ। हो, यस्तै त भइरहन्छ नि कैयौँ पटक। भेटिएका सबैसँग बोल्नै पर्छ र बोलिन्छ भन्ने पनि छैन, तर कोही हुन्छन् जोसँग थाहै नपाएर मन साट्न पुगिदो रहेछ। हो, यस्तै केही भएको छ मेरो यात्रामा पनि। के भनेर सम्बोधन गरौँ खै तिमीलाई? त्यस्तो कुनै सम्बोधन नै छैन मसँग जसको प्रयोगले तिमीलाई सम्बोधन गरौँ। छैन मसँग कुनै त्यस्तो सम्बोधन तिमीलाई जुन सम्बोधनले मैले बोलाउन सकूँ। के भनेर बोलाउँ तिमीलाई? साथी? यो मनले साथी मात्र सोचेको छैन तिमीलाई। के भनौँ? प्रेमिका? होइन, त्यसो पनि त होइन। अनिर्णित सम्बन्धमा रमाइरहेको छु आजभोलि। कुनै सम्बोधन नै छैन, न त साथी भनेर बोलाउन सक्छु न त अरू केही। यो मन भन्ने चिज पनि बडो अचम्मको हुँदो रहेछ। कहाँ के देख्छ, के मन पराउँछ थाहै नहुने। कसैलाई माया गर्छु भनेर गरिने भए र गर्दिन भनेर नगरिने भए रमाउँदिन थिएँ तिमीमा। किनकि मलाई यो पनि थाहा छ दोबाटोमा भेटिएकाहरू चौबाटो आएपछि उसै गरी छुट्टिएर जान्छन्। छुट्टिएर गएकाहरू फेरि कहीँ कतै भेट हुन्छन् हुँदैनन् थाहै हुँदैन। तिमी पनि भेटिएकी हौ त्यही परको दोबाटोबाट, र अब आउने चौतारोमा गन्तव्य फरक हुन सक्छ तिम्रो र मेरो। अनि फेरि हुनेछौँ तिमी कता म कता। यो दोबाटोहरू कहिले एक आपसमा मिलन हुनै सक्दैनन्, र सक्दैनन् कोही कसैलाई मिलाउन पनि। हुन त यो गोरेटो अनि चौताराहरूको के दोष कोही भेटिनु र छुट्टिनुसँग। म पनि के हो के भनिरहेछु। हाँसोमा पनि अर्थ हुँदो रहेछ, थाहा थिएन मलाई। तिमीसँग भेटिनु पहिले पनि रमाउन त रमाएकै थिएँ, तर खुसीमा जुन प्रकारको खुसी हुनुपर्दो रहेछ अहिले महसुस गर्दैछु। थिएन त्यो खुसी, पटक्कै थिएन। र पनि म भन्थेँ रमाइरहेकै छु। हो, आखिर त्यसरी पनि त रमाइरहेकै थिएँ तिम्रो अनुपस्थितिमा। र भोलि पनि रमाउँछु जसो तसो तिमी बिना। कुरा यति हो, तिमी भयो भने हरेक पलमा हरेक सुख दुःखमा सम्हालिएर रमाउन सक्छु। तिम्रो सहयात्री बनेर सहयात्रा गर्न चाहन्छु, तिम्रो मान्छे बनेर सहयात्रा गर्न चाहन्छु। तर खै यो समयले कहाँ पुर्याउने हो। आखिर यो मनले यति सोचिसक्दा पनि म अझै अन्योलमै छु। के भनेर सम्बोधन गरौँ तिमीलाई? न साथी मात्र भनेर बोलाउन चाहन्छ यो मन, न त अरू कुनै स्थान नै दिन सक्छु। कहिलेकाहीँ त डर पनि लाग्छ म यो अन्योलतामा रुमल्लिरहेको बेला तिमी अर्कै कि पो हुने हौ कि भनेर। र पनि म अनिर्णित सम्बन्धमा नै हराइरहेको छु। थाहा छैन खै के पो भइरहेछ यो सब। म आफैलाई थाहा छैन खै के भइरहेको छ। केही थाहा छैन। हुनसक्छ अहिले नै यी सबै कुरा भन्दा अलि हतार गरेको जस्तो पनि हुनसक्छ। तर यो समय अनि यो परिवेश र यो मनलाई कसैले आफ्नो अनुकूल चलाउन नसक्ने रहेछन्।
मैले पनि यो मनलाई आफ्नो अनुकूल चलाउन सकिनँ र त भनिरहेको छु तिमीलाई आफ्नो मनको सम्वेगहरू। हुन त मैले पहिले पनि भनेको छु तिमीलाई, तिमीसँग भेटिनु पहिले पनि रमाइरहेकी थिएँ। हो, म रमाइरहेकी थिएँ आफ्नै यात्रा आफ्नै गन्तव्यको लक्ष्यमा। अलि पर त्यो क्षितिजलाई गन्तव्य बनाएर एक्लै यात्रामा अघि बढिरहेको म, अनि कुनै निश्चित बिन्दुलाई गन्तव्य बनाएर हिँडिरहेकी तिमी अहिले समयको रफ्तारसँगै यो परिवेश, यो अवस्था, यो भौगोलिकतामा आएर भेटिएका छौँ। जुन दो बाटोबाट सँगसँगै एउटै बाटोमा हिँडिरहेका छौँ हामी, हो त्यही दो बाटोको अलि परबाट तिमीसँग परिचय भएको हो। नदेखेको भए, नबोलेको भए कुनै मतलब नै हुँदैन थियो, तर नबोलेरै पनि त हिँड्न सकेनौँ नि हामी। भेटिनु थियो, भेटियौँ र सँगै यात्रा पनि गरिरहेका छौँ। तिम्रो गन्तव्य फरक, मेरो गन्तव्य फरक, तिमी बाँचेको दुनियाँ फरक, म बाँचेको दुनियाँ फरक। हो, फरक फरक छ तिम्रो र मेरो सोचाइहरू, अनि बिल्कुलै फरक छ बुझाइहरू पनि, किनकि तिमीले यात्रा सुरु गरेको परिवेश र मैले यात्रा सुरु गरेको परिवेश पनि फरक फरक छ। हो, केही बाधाहरू आउन सक्छन्, केही व्यवधानहरू सिर्जना हुन सक्छन्। यो यात्रा अघि बढिरहँदा थाहा छैन कुन दो बाटोले तिमीसँग अलग गराउँछ, त्यो त थाहा छैन। हो, जसरी थाहा नै नपाएर भेटियौँ, त्यसरी नै थाहै नपाएर तिमीमा रमाउन थालिसकेछु। तिम्रो साथीत्वको भाव, आत्मीयता, सामिप्यता अनि तिम्रा हर व्यवहारमा म आफूलाई खोज्न थालिसकेछु। थाहै थिएन, म त आफैबाट हराइसकेको रहेछु। खै कता हो कता। तिम्रो साथमा जिन्दगीको यात्रा गर्ने मन छ, तिम्रो साथमा जिन्दगीको यात्रा गर्ने मन छ, तिम्रो साथमा जिन्दगीको यात्रा गर्ने मन छ। दुःख सुख समुद्र यो सँगै तर्ने मन छ। यात्रा रहेछ जिन्दगानी र हामी यात्रीहरू, मर्नै परे तिम्रो मान्छे बनी मर्ने मन छ। नमस्कार, तपाईँको मनको आवाज कार्यक्रम सम्वेगको यो श्रृङ्खलामा तपाईँलाई स्वागत छ। कार्यक्रम सम्वेग साताको शुक्रबार रात्रि प्रहर बीबीसी नेपाली सेवापछि 10 बजेसम्म रेडियो टाइगर एफएम 88.2 मेगाहर्जसँगै बर्दिया online.com-बाट एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम सम्वेग तपाईँकै भावनाहरूको सङ्गम हो। भाव, बिम्ब प्रतिबिम्ब, अलङ्कार र घटनालाई जोड्दै भावनाको सैर गर्न तपाईँकै संवेगात्मक शब्द अनि मुक्तकहरूमा आवाज बनेर उभिनेछौँ तपाईँसँगै एकै ठाउँमा र गर्नेछौँ भावनाको विनिमय। कार्यक्रमको पहिलो श्रृङ्खलामा तपाईँहरू सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्न चाह्यौँ। उत्पादन सहयोगी रामबहादुर चौधरी र म सौगात श्रेष्ठको तर्फबाट। कार्यक्रम सम्वेगलाई हामीले 2 खण्डमा विभाजन गरेका छौँ। तपाईँहरूका मनका सम्वेगहरूमा हामी आवाज जोड्नेछौँ कार्यक्रमको दोस्रो खण्डमा। सँगै तपाईँका मुक्तकहरूमा हामी आवाज जोड्नेछौँ पहिलो बसाइमा। आज कार्यक्रमको पहिलो श्रृङ्खला साभार गरिएका मुक्तकहरूको वाचनका साथमा उपस्थित भएका छौँ। कार्यक्रमको अर्को श्रृङ्खलाबाट तपाईँहरूले नै प्रेषण गर्नुभएका मुक्तक अनि तपाईँहरूकै संवेगात्मक शब्दहरूमा आवाज बनेर उपस्थित हुनेछौँ। तपाईँ हामीलाई फेसबुक मार्फत पनि आफ्ना सम्वेगहरू पठाउन सक्नुहुन्छ, जसका लागि हाम्रो फेसबुक पेज facebook.com/मनको सम्वेगमा गएर आफ्ना सम्वेग पठाउन सक्नुहुन्छ। सँगै तपाईँ हामीलाई इमेल मार्फत पनि आफ्ना मनका भावहरू व्यक्त गर्न सक्नुहुन्छ, जसका लागि हाम्रो इमेल ठेगाना रहेको छ हजुरको-सौगात@gmail.com। कार्यक्रममा अब भने कार्यक्रमको पहिलो श्रृङ्खला तपाईँहरूका माझमा साभार गरिएका मुक्तकहरूको वाचन लिएर उपस्थित भएका छौँ। नपठाउनेलाई थाहा छ, नपाउनेलाई थाहा छ, दुनियाँ भन्छ प्रेममा गुमाउनेलाई थाहा छ, अनि यो याद भन्ने कताबाट आउँछ कुन्नी, न उनलाई थाहा छ न मलाई थाहा छ। प्रतीक पोखरेल अपरिचित, बाणगङ्गा 12 कपिल वस्तुका मुक्तक मनको यो मुक्तक। नाम बन्दकीमा छ, थर बन्दकीमा छ,
मेरा सारा खुसीका रहर बन्दकीमा छ। कि खुसीले दसैँ तिहार मनाउलान् र परिवारले, कि खुसीले दसैँ तिहार मनाउलान् र परिवारले। प्रदेशीको खेतबारी अनि घर बन्दकीमा छ, नाम बन्दकीमा छ अनि थर बन्दकीमा छ। सन्तोष पन्त, गोर्खा गाईखुरका मुक्तक मनको यो मुक्तक। आदरणीय श्रोता मित्रहरू, कार्यक्रम सम्वेकको साथमा हुनुहुन्छ तपाईहरू। कार्यक्रम सम्वेक साताको शुक्रबार रात्रि प्रहर BBC नेपाली सेवापछि करिब 10 बजेसम्म तपाईँ हामीलाई रेडियो टाइगर FM 88.2 मेगाहर्जसँगै बर्दिया अनलाइन.com मार्फत एकैसाथ सुन्न सक्नुहुन्छ। तपाईँका मनका सम्वेकहरूमा हामी आवाज बनेर तपाईँहरू सँगसँगै यात्रा गर्नेछौँ। एक्लोपन सँगै अचेल, उदास आएदेखि सेतो पहिरन मेरो निम्ति खास आएदेखि, सिन्दुर पोते राता चुरा सादा देख्छु अचेल, रातो बाकसभित्र उसको लास आएदेखि। मनु सुवेदी, कुस्मा पर्वतका मुक्तक मनको यो मुक्तक। कार्यक्रममा अर्को मुक्तक। आफैसँग भाषा खिन्न थाहा हुँदा हुँदै बिर्सिनेले सम्झिन्न, थाहा हुँदा हुँदै फेरि फेरि किन पछि पर्छ मान्छे। आफैसँग भाषा खिन्न थाहा हुँदा हुँदै बिर्सनले सम्झिन्न, थाहा हुँदा हुँदै फेरि फेरि किन पछि पर्छ मान्छे। त्यो ढुङ्गे मन पग्लिन्न थाहा हुँदा हुँदै। मदन बिजले, सिद्धेश्वर बैतडी, केपेङ बैतडी, हाल केपोङ मलेसियाका मुक्तक मनको यो मुक्तक। कहिल्यै पुरा नहुने सपना नदेखाउनु, सम्झेर नि मन रुने सपना नदेखाउनु। बारीका स्याउ टिपेर खान नसक्नेलाई आकाशको जुन छुने सपना नदेखाउनु। लोकेन्द्र बोहरा चट्टान, स्याडी 2 बझाङका मुक्तक मनको यो मुक्तक कार्यक्रममा। कार्यक्रम सम्वेक तपाईँकै मनको आवाज। हामी कार्यक्रम सम्वेकमा तपाईँकै मनसँग स्पन्दन गर्ने प्रयास गरिरहेका छौँ। तपाईँका मनका भावहरूलाई हामी आवाज दिने प्रयत्नमा छौँ। आदरणीय श्रोता मित्र, तपाईँ यति बेला हामीलाई रेडियो टाइगर FM 88.2 मेगाहर्जसँगै बर्दिया अनलाइन.com मार्फत एकैसाथ सुनिरहनु भएको छ। कस्तो कस्तो भुलभुलैया संसार बनाइदिएछ, कस्तो भुलभुलैयामा संसार बनाइदिएछ, एउटै मैदानमा जित हार बनाइदिएछ। कस्तो भुलभुलैयामा संसार बनाइदिएछ, एउटै मैदानमा जित हार बनाइदिएछ। बनाउनेले शरीरमा सब थोक बनायो, बनाउनेले शरीरमा सब थोक बनायो। लेख्नेले यो खाली निधार बनाइदिएछ, लेख्नेले यो खाली निधार बनाइदिएछ। निर्मल चितौरे, रोल्पा जुगार छ धारमखोला। तिम्रो मन हो कि पत्थर बुझ्न सकिन, कि मेरो यस्तै हो खप्पर बुझ्न सकिन। जति सत्य कुरा गरे नि विश्वास नगर्ने। तिम्रो मन हो कि पत्थर बुझ्न सकिन, कि मेरो यस्तै हो खप्पर बुझ्न सकिन। जति सत्य कुरा गरे नि विश्वास नगर्ने। के छ हामी बीचको अन्तर बुझ्न सकिन। यज्ञपुन भालाक्चा 3 रुकुम। ठुले पनि छैन आजकल, सानै पनि छैन, धनजिते नि छैन र गुमाने पनि छैन। ठुले पनि छैन आजकल, सानै पनि छैन, धनजिते पनि छैन र गुमाने पनि छैन। सबै परदेशीदेखि सुनसान छ गाउँ, सबै परदेशीदेखि सुनसान छ गाउँ। बिहेमा जन्ती मर्दा मलामी जाने पनि छैन। ठुले पनि छैन आजकल, सानै पनि छैन। सनपुर 9 बाँकेका मुक्तक मन दिपेश योगीको यो मुक्तक। किन बाँच्दैछस् भन्ने सवाल सबेरै सबेरै, किन बाँच्दैछस् भन्ने सवाल सबेरै सबेरै। अनि पागलको जस्तो हाल सबेरै सबेरै। तिम्रो यादमा आँसु आफै खसिदिन्छ, तिम्रो यादमा आँसु आफै खसिदिन्छ। अनि सिरानीमा हुन्छ ताल सबेरै सबेरै। कावासोती नवलपरासीका प्रवीण पाण्डेको यो मुक्तक। म यस्तो रहर खोजिरहेकी छु, म यस्तो रहर खोजिरहेकी छु, तिमी नभएको सहर खोजिरहेकी छु। यदि अमृतमा तिम्रा यादहरू समेटिन्छन् भने, यदि अमृतमा तिम्रा यादहरू समेटिन्छन् भने, म तिम्रा याद बिनाको जहर खोजिरहेकी छु।
स्पन्दन कविता बबई नगरपालिका बर्दियाको मुक्तक मनको यो मुक्तक। कार्यक्रम सम्वेगमा छौँ हामी यति बेला। तपाईँकै मनको आवाज कार्यक्रम सम्वेग रेडियो टाइगर एफएम 88.2 मेगाहर्जसँगै बर्दिया अनलाइन.com मार्फत एकैसाथ सुनिरहनु भएको छ। शुक्रबारको रात्रि प्रहर BBC नेपाली सेवापछि करिब 10 बजेसम्म तपाईँहरू सँगसँगै मनसँग मनको स्पन्दन गाँच्नका लागि हामी उपस्थित नै छौँ। तपाईँ पनि आफ्ना मनका सम्वेगहरू हामीलाई लेखी पठाउन सक्नुहुन्छ, जसका लागि तपाईँ हाम्रो भेट हुने सङ्गमस्थल रेडियो टाइगर एफएम 88.2 मेगाहर्जको ठेगानामा पनि तपाईँ आफ्ना पत्रहरू पठाउन सक्नुहुन्छ। सँगै हामीलाई फेसबुक पेज facebook.com/मनको सम्वेगमा आफ्ना सम्वेगहरू लेखी पठाउन सक्नुहुन्छ। सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर एफएमको रात्रिकालीन प्रस्तुति कार्यक्रम सम्वेग। तिम्रो सिउँदो मेरो सिन्दुर के हुन्छ र सानी, तिम्रो सिउँदो मेरो सिन्दुर के हुन्छ र सानी, तिम्रो सिउँदो मेरो सिन्दुर के हुन्छ र सानी, भनिदेऊ न मेरो हजुर के हुन्छ र सानी। आँखा आँखा इसारामा संसार बस्छ भने गरौँला नि आफ्नै सुर के हुन्छ र सानी, गरौँला नि आफ्नै सुर के हुन्छ र सानी। शिव पुनर्योग अमलाचौर बागलुङ। जिन्दगी जिउने क्रममा सधैँ आफूले सोचे जस्तो मात्रै पनि हुँदैन अनि हामीले खोजे जस्तो मात्रै पनि हुँदैन। जिन्दगी जिउँदै जाँदा धेरै नयाँ अनुभवहरू गर्न पाइन्छन्। धेरै आफूले सोचेको भन्दा नसोचेको निकै धेरै हुन्छ जिन्दगीमा। कहिले हिँड्दा हिँड्दै, कहिले बस्दा बस्दै पनि कहाँ कतिखेर के हुन्छ हामी आफैलाई थाहा हुँदैन। नदेखेकै मान्छेसँग नसोचेकै जिन्दगीहरू जिउनु पर्ने अनि नसोचेको यात्रा हिँड्दा हिँड्दै कहाँ कतिखेर के भइदिन्छ कसैलाई थाहै नहुने। दिलको पीडा लुकाउन कति मुस्किल छ, दिलको पीडा लुकाउन कति मुस्किल छ, टुटेर फेरि मुस्कुराउन कति मुस्किल छ। कसैको साथमा धेरै टाढा गएर त हेर, कसैको साथमा धेरै टाढा गएर त हेर, एक्लै फर्केर आउन कति मुस्किल छ, एक्लै फर्केर आउन कति मुस्किल छ। तारा घिमिरे ज्योति कन्याम इलामका मुक्तक मनको यो मुक्तक। साँच्चै दिलको पीडा लुकाउन अनि दिलभित्र पीडा लुकाएर मुस्कुराउन निकै गाह्रो हुन्छ। देखावटी मुस्कुराउन सक्नु नै महानता पनि हो। तपाईँ हामी जहाँ जे जस्तो अवस्थामा छौँ मुस्कुराउनुपर्छ। आफ्ना मनका वेदनाहरू एकातिर राख्नुहोला अनि देखावटी नै भए पनि मुस्कान त छहरू नै छ। यो जिन्दगी यसरी नै चलिरहन्छ। देखाएर छाडिस औकात भन्ला कि नभन्ला, देखाएर छाडिस औकात भन्ला कि नभन्ला, गरिस हामी माथि घात भन्ला कि नभन्ला। मैले विदेशी केटी भित्र्याउँदा मेरो यो समाजले, देखाएर छाडिस औकात भन्ला कि नभन्ला, गरिस हामी माथि घात भन्ला कि नभन्ला। मैले विदेशी केटी भित्र्याउँदा मेरो यो समाजले, कुन हो नि उसको जात भन्ला कि नभन्ला। सन्तोष अम्गाई नामजुङ 2 गोर्खा, हाल दक्षिण कोरिया। पाइने हैनन् जोतेर बारी कहाँबाट ल्याउँछौ, पाइने हैनन् जोतेर बारी कहाँबाट ल्याउँछौ, सीता जस्तै सभ्य नारी कहाँबाट ल्याउँछौ। छोरी हुँदा गर्भमै फाल्नेहरूलाई मेरो प्रश्न, पाइने हैनन् जोतेर बारी कहाँबाट ल्याउँछौ, सीता जस्तै सभ्य नारी कहाँबाट ल्याउँछौ। छोरी हुँदा गर्भमै फाल्नेहरूलाई मेरो प्रश्न, भन तिमीले बुहारी कहाँबाट ल्याउँछौ, भन तिमीले बुहारी कहाँबाट ल्याउँछौ। दिनेश धामी बझाङ, हाल बेङ्गलोरमा हुनुहुन्छ। मुक्तक मनको यो मुक्तक। प्रेम त्यो अनुभूति हो जसले अन्तरआत्मादेखि मानिसलाई खुसी भएर बाँच्न प्रेरित गर्दछ। प्रेम गरिरहनु आवश्यक हुँदैन। सफा हृदय भएका प्राणीको हृदयमा यो आफै उत्पन्न हुन्छ र आफूप्रति सद्भाव राख्ने हरेक प्राणीप्रति यो अनवरत रूपमा आफै पोखिन्छ। प्रेमसँग जीवन र प्रेमसँग हामी नजिक हुने प्रयत्न गरिरहेका छौँ। कार्यक्रम हो सम्वेग। तपाईँ शुक्रबारको रात्रि प्रहर BBC नेपाली सेवापछि हामीलाई सुन्न सक्नुहुन्छ। जीवन र प्रेमसँग अलिकति नजिक भएर तपाईँका मनसँग मनको स्पन्दन गर्न हामी खोजिरहेका छौँ। आगामी श्रृङ्खलाहरूमा तपाईँका मनका सम्वेगहरूका साथमा हामी उपस्थित हुनेछौँ।
तपाईँ पनि आफ्ना मनका सम्वेगहरू कार्यक्रम सम्वेगमा प्रेषण गर्न सक्नुहुन्छ, जसका लागि तपाईँ हामीलाई facebook.com/मनको सम्वेगमा गएर आफ्ना सम्वेग प्रेषण गर्न सक्नुहुन्छ। सँगै हामीलाई इमेल ठेगाना हजुरको सौगात@gmail.com मा पनि आफ्ना मनका सम्वेगहरू पठाउन सक्नुहुन्छ। तपाईँहरूसँगै कार्यक्रम सम्वेगको अर्को श्रृङ्खलाबाट हामी तपाईँहरूसँगै प्रेमका विषयमा केही नजिक हुने प्रयास गर्नेछौँ। तपाईँहरूसँग रहेर तपाईँका मनका सम्वेगहरू वाचन गर्नेछौँ। तपाईँले नै प्रेषण गर्नुहुने ती मनका सम्वेगहरूमा आवाज बनेर उपस्थित हुनेछु म सौगात। प्रेमसँग अलि नजिक रहन, तपाईँहरूका मनका सम्वेगहरूमा आवाज मिसाउन हामी अर्को श्रृङ्खलामा पुनः तपाईँका मनका सम्वेगका साथमा उपस्थित हुनेछौँ। आजको बसाइबाट पनि बिदा हुने समय भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। कार्यक्रममा आफ्ना सम्वेगहरू पठाउन चाहनुहुन्छ भने हामीलाई facebook.com/मनको सम्वेगमा सम्पर्क गर्न सक्नुहुन्छ। सँगै हजुरको सौगात@gmail.com मा पनि आफ्ना मनका सम्वेगहरू लेखी पठाउन सक्नुहुन्छ। अर्को साता तपाईँकै मनका सम्वेगहरूमा आवाज मिसाउन यसै गरी उपस्थित हुनेछौँ। आजको बसाइबाट पनि बिदा हुने समय भइसकेको छ। हवस् त आदरणीय श्रोता मित्र, यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। सल्लाह सुझाव अनि प्रतिक्रियासँगै तपाईँका मनका सम्वेगहरू लेखी पठाउन नबिर्सनुहोला। हो म प्रेम गर्नुलाई पाप मान्दै मान्दिन, हो म प्रेम गर्नुलाई पाप मान्दै मान्दिन, दिलको बदलामा गुलाब मान्दै मान्दिन, प्रेमीले मागेको सबै दिनुपर्छ अरे। हो म प्रेम गर्नुलाई पाप मान्दै मान्दिन, दिलको बदलामा गुलाब मान्दै मान्दिन, प्रेमीले मागेको सबै दिनुपर्छ अरे, तर तिमीलाई भुल्ने दबाब मान्दै मान्दिन। हवस् त, यो मुक्तकसँगै आजको बसाइबाट भने म आवाजबाट सौगात श्रेष्ठ पनि बिदा हुन्छु। अर्को हप्ता आउँछु नि। नमस्कार। तपाईँ हाम्रै गाउँठाउँको सत्य तथ्य, निष्पक्ष सूचना, समाचार र सन्देशका लागि बर्दियाको पहिलो र एकमात्र अनलाइन पत्रिका www.bardiaonline.com